यो विकेन्ड हेर्नको लागि 3वटा बेस्ट मुभी लिएर आएको छु र लास्टमा एउटा बोनस मुभी पनि रहेको छ। लिस्टको पहिलो मुभी रहेको छ द फ्युरियस। यो एउटा एक्सन थ्रिलर मुभी रहेको छ जसको रन टाइम 1 आवर 50 मिनट हो। यसको स्टोरी भन्नु पर्दाखेरि एकजना मेन एक्टर हिरोको छोरी मिसिङ हुन्छ, किडन्याप गरिएको हुन्छ र छोरीलाई खोज्दै जान्छ। यसको पोजिटिभको कुरा गर्ने हो भने यसको एक्सन सिक्वेन्सेसहरू एकदमै राम्रो छ। तपाईलाई द ग्रे म्यान, जोन विक जस्तो एक्सन मुभिज मनपर्छ भने यो मुभी सियोरली पनि हजुरले हेर्नुपर्छ। यसको नेगेटिभ्सको कुरा गर्ने हो भने 2-3 वटा सिन एकदमै इलोजिकल फिल हुन्छ। फुल स्पिडमा आएको जिपले ठक्कर दिँदा पनि केही पनि हुँदैन हैन, उठेर हिँडिरहेको हुन्छ। ह्यामरले बेसकरी टाउकोमा लाग्दा पनि केही पनि हुँदैन, उठेर लडिरहेको हुन्छ हैन, त्यस्तो खालको सिनहरू छ। लिस्टको दोस्रो मुभी एक्जिट 8। यो एउटा जापानिज साइकोलोजिकल हरर मुभी हो जसको रन टाइम अराउन्ड 1 आवर 30 मिनट्सको रहेको छ। यसको स्टोरीको कुरा गर्ने हो भने मुभीको मेन क्यारेक्टर ट्रेन चढ्नको लागि टर्मिनल भित्रबाट गइरहेको हुन्छ र त्यो प्यासेजमा एउटै ठाउँमा अर्कै लुपमा घुमिरहेको हुन्छ। त्यसको लागि अब ट्रेनसम्म पुग्नलाई सर्टेन रुल्स फलो गर्नुपर्ने हुन्छ। जस्तै अब केही इरर्सहरू छ भने त्यसलाई नेग्लेक्ट गर्न पाएन, इरर्स देख्यो भने पछाडि जानु पर्यो, त्यस्तो खालको छ हैन। मुभीको बीचमा पुगेपछि हरिफिक एलिमेन्ट्सहरू एड हुन थाल्छ, हरर सिन्सहरू आउन थाल्छ। एउटा सानो बच्चाको पनि एन्ट्री हुन्छ। त्यो बच्चाको एन्ट्री भएपछि बल्ल मुभी एकदमै मजाले अगाडि बढ्न थाल्छ। यसको एन्डिङको त्यो मोरल एकदमै राम्रो छ। तपाईलाई साइफाई लुपमा चल्ने यस्तो मिस्ट्री हरर मुभी मनपर्छ भने डेफिनेटली गो फर इट। लिस्टको फाइनल मुभी रहेको छ 2026 को इंग्लिश ल्याङ्ग्वेजको हरर मुभी प्यासेन्जर। यसको रन टाइम अराउन्ड 1 आवर 30 मिनट्सको रहेको छ। यसको स्टोरीको कुरा गर्ने हो भने एकजना कपल हस्बेन्ड र वाइफ आफ्नो घर सर सबै छोडेर एउटा रिक्रिएसनल भेहिकलमा रोड ट्रिपको लागि निस्किन्छ। गाडी भित्रै सुत्ने, खाने, बस्ने सबै म्यानेज गरेको हुन्छ। रोड ट्रिपमा गइरहेको बेलामा एउटा सुपर नेचुरल बिङले तिनीलाई अट्याक गर्छ, पिछा गर्छ। त्यही मुभीमा हेर्ने हो। यसको पोजिटिभको कुरा गर्ने हो भने यसको जम्प स्केयर्सहरू एकदमै इफेक्टिभली काम गर्छ, इन्टेन्स हुँदै जान्छ। फ्यामिली र फ्रेन्डसँग हेर्दाखेरि एकदमै मजा आउनेछ। यसको नेगेटिभको कुरा गर्ने हो भने हरिफिक एलिमेन्ट्सहरू अलि धेरै छैन, अलिक ढिलो मात्रै आउँछ। स्टोरी बिल्डअपमा अलिक टाइम लाग्छ, स्लो छ मुभी। अनि एन्डिङ पनि कमन वेमा देखाइएको छ। अलिकति डिसअपोइन्टमेन्ट फिल हुन सक्छ, तर ओभरअल एकदमै फ्यामिली र फ्रेन्डसँग हेर्दाखेरि एकदम मजा र डर लाग्ने खालको चाहिँ छ। यदि तपाईहरुलाई हरर मुभी मनपर्छ भने गिभ इट अ ट्राई। अब जाउँ बोनस मुभीतिर। स्टिभन स्पिलबर्गले डिरेक्ट गरेको 2026 को इंग्लिश ल्याङ्ग्वेजको साइफाई थ्रिलर मुभी डिस्क्लोजर डे। यसको रन टाइम अराउन्ड 2 आवर 25 मिनट्सको रहेको छ। यदि तपाईहरुलाई राम्रो भिजुअल्स र सिनेमाटोग्राफी, राम्रो स्टोरी भएको साइफाई थ्रिलर मुभी मनपर्छ भने डेफिनेटली यु शुड वाच इट। यसको स्टोरीको कुरा गर्ने हो भने ह्युमन र एलियन कन्ट्याक्टमा आउँछ, कुराकानी गर्छन् र अब एलियनहरूलाई एउटा हिडन अपरेसनमा लुकाएर राखिएको छ कि छैन, त्यो पब्लिकलाई अब रिभिल गर्ने कि नगर्ने हैन, त्यो कुराहरू चाहिँ यो मुभीमा हेर्ने हो। यसको पोजिटिभको कुरा गर्ने हो भने इमिली ब्लन्टले एकदमै राम्रो परफर्म गरेको छ। यसको भिजुअल्स र सिनेमाटोग्राफीहरू एकदमै राम्रो छ, मैले भनिहालेँ। अनि स्टोरी डेभलपमेन्ट अलिकति टाइम लगाउँछ, खै के भइरहेको छ बुझिँदैन, तर लास्टमा गएर वर्थ इट र स्याटिस्फाइड फिल चाहिँ डेफिनेटली पनि गराउँछ। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला एन्ड बिन्स बेटर।